सानीगढ हाइड्रो पावर लिमिटेडले सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको आइपिओको चाहिँ बाँडफाँड सम्बन्धी के छ त अपडेट? साथीहरू, के तपाईँहरूले पनि यो सानीगढ हाइड्रो पावर लिमिटेडको आइपिओ भर्नुभएको थियो त? यो आइपिओ चाहिँ जेठको 18 गतेदेखि जेठको 21 गतेसम्म खुलेको थियो। आजको भिडियोमा चाहिँ यो सानीगढ हाइड्रो पावर लिमिटेडको आइपिओ अन्तिम दिनसम्म आइपुग्दा कतिजनाले भरेका थिए, यो आइपिओ कति किता खुलेको थियो, 10 किताको दरले यो आइपिओ बाँडफाँड गर्दाखेरि यो आइपिओ कतिजनाले पाउनेछन्, यस कम्पनीको नेटवर्थ इपिएस कति रहेको छ, सेकेन्डरी मार्केटमा कारोबारमा आउँदा यस कम्पनीको ओपनिङ प्राइस रेन्ज कति रहनेवाला छ, यस कम्पनीको रिजल्ट कहिलेसम्म आउला, यी सम्पूर्ण कुराहरूको बारेमा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। भिडियोलाई स्किप नगरेर हेरिदिनु होला। र साथीहरू, हजुरहरू पनि यस्तै आइपिओ एफपिओ सेयर मार्केट नयाँ अपडेटहरू चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब ढिला नगरी आजको टपिकतर्फ लागिहालौँ। कि हजुरहरूले पनि सानीगढ हाइड्रो पावरको आइपिओ भर्नुभएको थियो त? यो आइपिओ चाहिँ जेठको 18 गतेदेखि जेठको 21 गतेसम्म खुलेको थियो। यो आइपिओ चाहिँ अन्तिम दिनसम्म आइपुग्दा 3,02,57,460 किता सेयरको माग भएको छ। 27,66,700 जनाले यो आइपिओ भरेका छन् भने यो आइपिओ जम्मा 4,67,400 जनालाई 10 किताको दरले आइपिओ पर्नेछ। अन्तिम दिनसम्म आइपुग्दा 27,66,700 जनाले यो आइपिओ भरेका छन् भने तर यो आइपिओ चाहिँ जम्मा 4,67,400 जनालाई मात्रै 10 किताको दरले पर्ने हुन्छ। अब अरू सबैको हात खाली हुनेछ। अब यो सेयर सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको ओपनिङ प्राइस कति रहनेवाला छ भनेर जानकारी दिन गइरहेको छु। यो सानीगढ हाइड्रो पावर लिमिटेडको सेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबारमा हुँदा यसको सुरुको दिनको ओपनिङ प्राइस भनेको मिनिमम 100 रुपियाँदेखि म्याक्सिमम 300 रुपियाँसम्म यसको सुरुको दिनको ओपनिङ प्राइस रेन्ज रहनेछ। यस कम्पनीको नेटवर्थ र इपिएस बारे कुरा गर्नुपर्दा आर्थिक वर्ष 2081-82 अडिट रिपोर्ट अनुसार यसको प्रति सेयर नेटवर्थ भनेको 104 रुपियाँ 57 पैसा रहेको छ भने यसको प्रति सेयर आम्दानी अर्थात् इपिएस भनेको 2 रुपियाँ 80 पैसा रहेको छ। यो आइपिओ भर्ने अन्तिम मिति 21 गतेसम्म थियो। अन्तिम दिनसम्म आइपुग्दा 27,66,700 जनाले यो आइपिओ भरेका छन् भने यो आइपिओ जम्मा 4,67,400 जनालाई मात्र 10 किताको दरले यो आइपिओ पर्नेछ। अब यसको आइपिओ रिजल्ट कहिले आउला भन्ने तपाईँहरूलाई जिज्ञासा लागेको हुन सक्छ। अब भर्खरै आइपिओ भर्ने समय सकिएको 2-3 दिन भएको छ। अब कम्तीमा पनि हप्ता 10 दिन त हामीले कुर्नै पर्ने हुन्छ। हप्ता 10 दिनभित्र पनि आएन भने कम्तीमा पनि 15 देखि 18 दिन चाहिँ लाग्नेछ यसको रिजल्ट आउन। सकेसम्म अबको हप्ता 10 दिनभित्र आउँछ यसको रिजल्ट। सो आजको भिडियो यति नै थियो र यस्तै आइपिओ एफपिओ सेयर मार्केट रिलेटेड भिडियोहरूका लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।